आज बुझौँ गुगल सर्च कन्सोलको काम के हो भन्दाखेरि तपाईँले यदि आफ्नो ब्लग लेख्नुभयो। अब यो ब्लग लेख्दाखेरि जस्तै म आफ्नो अर्को ट्याबमा खोलेँ मैले फुड डेलिभरी विथ अ मोड भने मैले एउटा ब्लग बनाएको थिएँ। यो ब्लग यदि यो सर्च गर्दाखेरि यो ब्लग आएन भने चाहिँ के गर्नुपर्छ भन्दाखेरि यो ब्लगको चाहिँ युआरएल लिएर यो साइटमा गएर पेस्ट गरेर यसलाई सर्चमा हालिदिनुपर्छ। अब यसले के गर्छ भन्दाखेरि जस्तै यहाँ कहिलेकाहीँ युआरएल नोट इन्डेक्सिङ भन्यो भने रिक्वेस्ट इन्डेक्सिङ गर्यो भने गुगलमा आउने चान्स हुन्छ। यसले चाहिँ वेबसाइटको युआरएल छ कि छैन गुगलमा देखाउने काम गर्छ। र अर्को इम्पोर्टेन्ट बात भनेको चाहिँ स्पिड स्पिड टेस्ट गर्ने काम भयो। अब पर्फर्मेन्समा जाँदाखेरि कतिको मान्छेले हेरिरहेछ जस्तै 24 आवर अगाडि के किवर्ड सर्च गरिरहेछ मान्छेले, कुन पेज चलिरहेछ, अब कन्ट्री कुन कन्ट्रीबाट हेरिरहेछ। अब यसको लागि चाहिँ यो गुगल सर्च कन्सोल युज गरिन्छ।